आजदेखि चाहिँ यहाँ मेरो नयाँ स्टुडेन्ट आएको छ सानो बडे ल भाइ पो गर्छ त हो नयाँ स्टुडेन्ट आएको छ के पढ्यौ नानी अन्त उसको पास हैन गाडी पनि छ स्मल लेटर स्मल लेटर एबीसीडी गर्ने वाला गाडी त्यो पनि छ त्यसमा म अहिले मन बिहाल्छ ए आज नयाँ स्टुडेन्ट आएको छ यहाँनिर त्यो पनि नयाँ तिम्रो नाम के हो नानी नाम के हो भन्देऊ त नाम नानीको नाम के हो खै औ नाम पनि भन्नु जान्दैन नयाँ मान्छेले के लेखेको नि खै हेरौँ त नयाँ मान्छेले हेर्नुहोस् ल साथीहरू नयाँ स्टुडेन्टले के लेख्नु भएछ खै हेरौँ त आमा के साह्रो राम्रो लेखेछौ तिमीले लेखेको यो सबै तिमीले लेखेको वाउ के साह्रो राम्रो लेखेछौ उसले त आमामा दामी बहिनी यता हेर दामी लेखेछौ वाउ कति राम्रो लेखेछ हाम्रो नानीले त